त्यो जिन्दगीमा कसरी गरी खाने कसरी गाएछ यार। जति विदेश पनि अब कति 2-3 चोटि गइसक्यो, लाइक केही प्रगति गर्न सकिएन है। त्यसलाई जिन्दगी त हार खाएर आउँछ। अनि हामी चाहिँ टक्कलार माथिको मन्दिर घुम्नेछौँ। गणेश स्थानतिर जाँदैछौँ हामी चाहिँ। देख्न सक्नुहुन्छ यताको नजारा। वाउ नाइस है। त्यही हो। आमा दामी देखिने यार। गोप्रोमा हेर देख्न सक्नुहुन्छ। आन्टीहरू नि घुम्नु लाग्नु भएछ। चाहिँ के छ त हालखबर ठिक छ? आराम हुनुहुन्छ? मलाई नदेखाऊ क्या। दाइ चाहिँ लजाउनु भएको छ होइन। वाउ नजाराहरू दामी देखिरहेछ। त्यो भिडियोलाई माया गर्नु होला गाइस। म चाहिँ पब्लिकमा फर्स्ट टाइम भ्लग गरेको है यो। मतलब यस्तो रोडमा फर्स्ट टाइम भ्लग गरेको। हल्का लाज लाग्ने तर चाहिँ होइन कन्फिडेन्टै छैन क्या। भ्लग गर्नुलाई कन्फिडेन्टै छैन त कहाँबाट भ्लग गरिन्छ होइन। अब चाहिँ बिस्तारै बानी गर्दैछु है। यसो सब्सक्राइब हालिदिनु होला, माया गर्नु होला। दाइको युट्युबमा च्यानलमा नाम छ, दाइको नि सब्सक्राइब हाल्नु होला। दाइ चाहिँ मेरो एकदम मिल्ने साथी हो। भाइ हो म भन्दा चाहिँ फेरि म दाइ भन्छु कि अलिक ठुलो ज्ञान भएर। त्यही हो। यसै चाहिँ नजारा देख्न सक्नुहुन्छ यता त्यो माउन्ट एभरेस्ट स्कुल होइन। यो माथिको जङ्गल देख्न सक्नुहुन्छ हरियाली। ल यसो कुदाउँछन् सोल्टीहरू यस्तो कुदाउँछन् रफ्तार हानिदिन्छन् होइन। यस्तो हाम्रो चाहिँ बाइक इन्जिन गएको छ, त्यही भएर नकुदाएको। हाम्रो चाहिँ बाइकको इन्जिन गएको छ होइन, त्यही भएर नकुदाएको। अब गरिब भयो, गरिब पनि यति गरिब भयो कि बाइक त छ होइन। तर पेट्रोल हाल्ने पैसै छैन। तर हामीलाई हिँड्न मन लाग्छ अरे। बाइक छ तर बाइक त छ, हामीलाई हिँड्न मन लाग्छ अरे। बाइकमा भन्दा कति हिँड्नु भनेर होइन। आज चाहिँ पैदल यात्रा गरेको। यस्तै छ जिन्दगी गाइस होइन। यस्तै छ। माथि घाम चाहिँ अस्ताएको छैन। नजारा यस्तै छ। यस्तै छ। त्यही हो। यो कुन बाइक हो त यो? डोमिनार हो। डोमिनार कति? 400 रहेछ होइन। सो गाइस त्यही हो। भिडियोलाई सब्सक्राइब गरिदिनु होला, यसो माया गरिदिनु होला। भिडियो मन पऱ्यो भने खासै भिडियो नि बनाउनु चाहिँ आउँदैन होइन। भर्खर सिकाएर हो, एडिटिङ नै आउँदैन। अब चाहिँ बिस्तारै सिकेर भिडियो कन्टिन्यू हाल्ने कोसिस गर्नेछु। भिडियोलाई माया गर्नु होला, लाइक सेयर सब्सक्राइब गर्नु होला। अनि त्यही हो। अन्त यसो आज पानी पऱ्यो नि त, लास्ट पानी पऱ्यो। यसो बाहिर निस्केको अहिले चाहिँ दामी वातावरण छ नि त नि, त्यो भएर बाहिर निस्किएको। यसो बाहिरको हावापानी अन्त हुन्छ। यस्तै छ नजारा देख्न सक्नुहुन्छ। आकाश काठमाडौँ भक्तपुर होइन। यस्तै छ नजारा। यता हाम्रो भ्लगिङ गर्दै हुनुहुन्छ हाम्रो दाइ पनि यता भ्लगर। त्यो जिन्दगीमा कसरी गरी खाने कसरी गाएछ यार। जति विदेश पनि अब कति 2-3 चोटि गइसक्यो, लाइक केही प्रगति गर्न सकिएन है। त्यसलाई जिन्दगी त हार खाएर आउँछ। अनि हामी चाहिँ टक्कलार माथिको मन्दिर घुम्नेछौँ। त्यस्तै छ जिन्दगी होइन। यसो भिडियोलाई माया लाइक सेयर सब्सक्राइब हाल्नु होला। भिडियो कन्टिन्यू र राम्रो गर्ने कोसिस गर्नेछु मैले होइन। भिडियो कन्टिन्यू र राम्रो गर्ने कोसिस गर्दैछु। गर्नेछु होइन, गर्नेछु, गर्दैछु होइन, गर्नेछु। अनि देवको हो यो। त्यस्तो हुन्छ नि। सो गाइस त्यही हो। हाम्रो भिडियोलाई एकदम माया गर्नु होला, लाइक गर्नु होला।
गणेश थानको मन्दिर देख्न सक्नुहुन्छ माथि यस्तो छ माथि जाने जाउँदैन यस्तै छ जात्रा सुरु हुँदैछ आज चाहिँ नेवार समुदायको चाहिँ बिस्केट जात्रा सुरु हुँदैछ अहिले चाहिँ ठ्याक्कै 5:46 भयो अनि अहिले चाहिँ मौसम सफा छ क्या दामी मौसम छ यो हाम्रो एकजना अङ्कल कसले के भन्छ ढोल बाजा बजाएर हिँड्नु भएको छ होइन म कति मन्दिर गएको रहेछ नि दाइ यार मन्दिर जाउँ हामी पनि टक्क मन्दिरतिर घुमेर यसो नेवार समुदायको जात्रा हुँदो रहेछ गाइस होइन बिस्केट जात्राको यसो रमाइलो उनीहरूको संस्कृति आफ्नो संस्कृति हुन्छ नि त त्यो अनुसार रमाइलो गर्दै हुनुहुँदो रहेछ राम्रो लाग्यो हामीलाई नि बगान सधैँ खुसी राखौँ त्यही हो है त्यस्तै छ जिन्दगी गाइस त्यसलाई च्यानललाई लाइक सेयर सब्सक्राइब हालिदिनु होला च्यानललाई माया गर्नु होला बाँदर हो क्या यस्तो यता चाहिँ यस्तो सिँढी छ होइन यस्तो सिँढी छ के कराएको यो त चराहरू नै कराउँछ है चराहरू रहेछ अङ्कल एक्लै सफा गर्ने हजुर हजुर सफा गर्नुपर्छ हजुर अङ्कल हजुर त्यही हो गाइस मैले चाहिँ मैले चाहिँ लाइफमा फर्स्ट टाइम यसो पब्लिकमा भ्लग गरेको क्या लास्टै अप्ठ्यारो लाग्थ्यो लाज लाग्ने क्या हेलो एभ्रिवान नमस्ते सबैजनालाई सबैजना सन्चै आराम कुशल एकदम सन्चै हुनुहुन्छ होला म पनि एकदम आरामै छु है यसो आज दिनभरि पानी पऱ्यो होइन पानी परेको अवस्था भयो दिनभरि पानी पऱ्यो नि त होइन अनि अहिले चाहिँ त्यो 5:30 हुन लागेको छ अहिले चाहिँ यताको नजरहरू सफा भइरहेछ म चाहिँ अहिले भक्तपुरको यो सूर्य विनायक गणेश थान मन्दिरमा आइपुगेको छौँ यसो होइन यसो हावा खाउनु पनि होइन कुनै चाहिँ मन्दिरहरूलाई पनि विश्वास गर्नुपर्छ प्रार्थना गर्नुपर्छ होइन भगवान् पनि एकदम ठुलो हो अनि त्यही हो यसो च्यानललाई लाइक सेयर सब्सक्राइब हाल्नु होला गाइस मैले यो पब्लिकमा चाहिँ फर्स्ट टाइम बनाएको क्या मैले भिडियो मेरो यो गोप्रोको त मेमोरी नै फुल भयो होइन अब त्यही हो भिडियोलाई यसो लाइक सेयर सब्सक्राइब हाल्नु होला के कस्तो लाग्छ तपाईँहरूलाई होइन अनि माया गर्नु होला यसो सिमी केही हुँदैन क्या दाइ मन सफा हुनु पर्छ दाइ जस्तो म त केही हुँदैन होइन मन एकदम सफा गर्नु हुनु पऱ्यो त्यही हो यसो भिडियोलाई लाइक सेयर सब्सक्राइब हाल्नु होला है यहाँको